तपाईहरुले भिडियोमा देख्नुभएको यो हाम्रो एमआईबी जसलाई मेन इनलेट भल्भ भनिन्छ र यसले चाहिँ हाम्रो पेनिस्टकबाट आएको पानीलाई कन्ट्रोल गर्ने काम गर्छ। यो एमआईबी ओपन गर्नको लागि हाम्रो ओपीयू युज भएको छ, जुन कि यहाँ देख्न सक्नुहुन्छ वेल प्रेसर युनिट, जसले 110 बार मा काम गर्छ, 110 बारदेखि 120 बारकोमा। र यसले हाम्रो यो एमआईबी ओपन गर्नको लागि हाम्रो ओपीयूबाट यो हाइड्रोलिक पाइप ल्याएको छौं, जसलाई यो हाम्रो सर्भो मोटरमा दिन्छ। सर्भो मोटरमा दिइसकेपछि हाम्रो ओपीयूमा प्रेसर बनाइसकेपछि हाम्रो एमआईबी को लागि यहाँ हाम्रो सोलनेट कोइलहरु देख्नुहुन्छ। यो यहाँबाट हाम्रो सिग्नल गएपछि ओपनको सिग्नल गएपछि हाम्रो सर्भो मोटरले काम गर्छ र हाम्रो उताको काउन्टरवेट माथि उठ्छ। काउन्टरवेट माथि उठेपछि हाम्रो एमआईबी खुल्छ र मेसिन ट्रिप भएको बेला यो काउन्टरवेट डाउन जान्छ। यो चाहिँ अहिले हाम्रो बन्द कन्डिसनमा छ। चालु भएको बेला त्यो काउन्टरवेट सिधा भर्टिकल माथि उठेको हुन्छ र त्यसपछि हाम्रो एमआईबी उठिसकेपछि यो हाम्रो यो हेर्नुहुन्छ, यो हाम्रो टर्बाइन, जुन कि हाम्रो यो फ्रान्सिस टर्बाइन हो। र एमआईबी खुलिसकेपछि हाम्रो पानी यताबाट आउँछ। पानी यता आइसकेपछि यहाँ हाम्रो घुम्छ, यो रनरलाई हानिन्छ। रनरलाई हानिसकेपछि यो हाम्रो डिटी कोन थ्रु हुँदै हाम्रो ड्राफ्ट ट्युबबाट ट्रेललेसमा पानी जान्छ। र एमआईबी खुल्नुभन्दा पहिला यो हाम्रो सानो पाइप देख्नुहुन्छ, यो चाहिँ हाम्रो बाइपास भल्भ हो। यो एमआईबी खुल्नुभन्दा पहिला हाम्रो अप स्ट्रिम भनेपछि यो एमआईबी भन्दा अगाडिको प्रेसर र यो यताको प्रेसर, टर्बाइन साइडको प्रेसर दुटै बराबर प्रेसर इक्वलाइज गर्नको लागि यो हाम्रो बाइपास युज गरेको हुन्छ। यो प्रेसर इक्वलाइज भइसकेपछि सिग्नल जान्छ, प्रेसर इक्वलाइज भयो भनेर त्यसपछि मात्र यो हाम्रो एमआईबी ओपन हुन्छ।